साथीहरू रक्सी खानेलाई हेर्नुहोस् त सुरुमा यति धेरै मुख बिगारेर खान्छ, त्यसपछि रक्सी खाँदै गइसकेपछि उसले यति मिठो मान्छ कि जसले ड्रमै रित्याइदिन्छ। हो त्यस्तै अलिकति फरक परिणाम। बिहानै मर्निङ वाक गर्नु स्वास्थ्यको लागि यति फाइदाजनक चिज हो कि हुन त सबेरै यसरी बिहानै सबेरै निन्द्रा त्याग गरेर निस्किनु त्यति सहज कुरा त होइन। तर जब हामी सुरुमा निस्कन्छौँ केही गाह्रो फिल त अवश्य हुन्छ। तर गाह्रो फिल भए पनि बिस्तारै हिँड्दै गइसकेपछि रक्सी जत्तिकै नसा लाग्छ बिहान मर्निङ वाकको, जुन नहिँड्यो भने के छुट्यो जस्तो हो। त्यस्तै तर नतिजा भने फरक आउँछ। हाम्रो स्वास्थ्यलाई असाध्यै फाइदाजनक छ यो मर्निङ वाक। धन्यवाद, जय होस्।